आज फेरि पनि हामी टोपी पनि के भएको फेरि पनि हामी यसो तिनो खान आइदिएको यहाँ हाम्रो भान्जी फेरि चर्न लाग्यो लाजले लुकिएको छ देख्नुभयो गाइस आज म पनि चर्छु टक्क तिनो खान्छ तिनो आज म आफै चर्न लाग्यो गाइस रुख पनि सजिलो रहेछ ओहो ल है गाइस आउनु हजुरहरु पनि तिनो खानालाई What is this? This is a bacheco. आज हामी खाँदैछौँ जुम के गरे मलाई देखेर आछ दाइको मुख से त्यसै देखेको छ ये गाइस पाइगे रहेछ तर यो सजिलो रुख भएर आफै पाएको छैन सबैले खाँदो रहेछ र झार्छ ल आयो अब म हल्लाउन सक्दिनँ बाबु त एउटा हल्लाम यदि खला नि यहाँ राख्नु छ बाबरे ओ थुतु आयो ओ माय लॉर्ड जुम गरेछ ओ माय लॉर्ड गाह्रो भयो मलाई गाह्रो भयो यहाँ भुइँमा पनि यो ठाउँ त थाहा छैन होला यो हो हाम्रो झाब्रेमा नि ओलीको घर तलबेको ठाउँ साह्रो गलेको छ हेर्नु त धेर छ धेर मान्छेलाई चिनेको छ नि यो तिनो खाने ग्वाई हो ग्वाई मामा श्री हुनुहुन्छ यता गाउँको गहुँ काट्ने टाइम हो हामी बिना काम आतो के गरे तिनो खाने चाप्दै आम्मामामामा त्यो आगो नहल्ले भनेर मामाले पिर्छ छात्तै ग्वाइनिया त कति कलर गएछ चाम्मामा ग्वाइनिया हाल्यो हाल्यो जुम गरेर है नजिक पनि है ग्वाइनिया यस्तै मुखै भयो अस्ति न हाम्रो ग्वाइ सरले राख्नु भएको थियो टोपीमा ल्याएँ आज मैले यहाँ आजको फेरि हाम्रो अनि हामी के खान जान्छौँ थाहा छ आज त्यसको नाम चाहिँ तपाईहरु भन्नुपर्छ कमेन्टमा त्यो के हो हैन हामीले अहिले के टिप्छौँ त्यो चाहिँ तपाईले भन्नुपर्छ यो के हो तपाईहरुले कमेन्टमा बताउनुपर्छ कहिले कहिले चिन्नुहुन्छ यो फल यहाँ खाँदैछ हाम्रो गाउँ साथी हो यो के फल लाइक कमेन्ट गाइज के हो यो है तपाईहरुले कमेन्ट गर्नुभयो र हौसला दिनुभयो भने आगामी दिनमा अरु यस्तै भिडियोहरु बनाउने हामीलाई पनि जाँगर चल्छ कमेन्ट गर्नु होला यो के हो हामीले खाँदैछौँ यो के हो है हाम्रो V2 लाइभ नेपाल कोरिया युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला लाइक कमेन्ट गर्नु होला र यो के हो यसको नाम पनि भन्नु होला र कमेन्टमा
हामीलाई सल्लाह सुझाव दिनु होला आगामी दिनमा यस्तै भिडियो भ्लगहरु ल्याउने हामीलाई पनि जान्न चलोस् भन्दै आजलाई टाटा बाइ बाइ ठुलो पहाडमा छ यिनी क्या हुने यिनी पनि चिन्ने है हामीले त के खान पाएको छ यहाँ